हेलो साथीहरू, दर्शन नमस्कार। म भोला ढकालको तर्फबाट न्यानो अभिवादन शुभ बिहानी सबैजना साथीहरूमा। आज म सालबन्दी भन्ने ठाउँमा आइपुगेको छु। यहाँ हामी ढकालहरूको कुल पूजा भइरहेको छ। आज 3 दिनको दिन समापन गर्ने आज हाम्रो निर्णय छ। यहाँ हाम्रो ढकालहरूको नियम लेखेर यहाँ राख्नु भइरहेछ। यो मलाई अति खुसी लाग्यो। यो नियम हामी सबैले पालना गर्नुपर्ने हुन्छ। यहाँ हजुरहरूले पनि पढ्न सक्नुहुनेछ। हेर्नु होला साथीहरू। ल साथीहरू, अब म भित्र यज्ञकुण्डमा प्रवेश गरिसकेको अवस्था हेर्नु होला साथीहरू। हाम्रो यो यज्ञकुण्ड प्रवेश भइसकेर हाम्रो गुरुजीले पूजा गर्दै हुनुहुन्छ। यहाँ गुरुजी हुनुहुन्छ, हेर्नु होला। गुरुजीको सानो परिचय दिन मिल्छ? गुरुजी, गुरुजीले सुन्नु भएन? सानो परिचय दिन मिल्छ? हजुर, म अनन्त नेपाल। मेरो घर यही अजुनधारा 1 नम्बर। हजुर, अनि यहाँ चाहिँ हजुर के कार्यको लागि उपस्थित हुनुभएको छ? मेरो मावली घर हो यो। हजुर, कुल पूजा कुल आराधना गर्ने भनेर अस्तिका दिनबाट चाहिँ कार्यक्रम आरम्भ गरियो। अस्तिका दिन नाच्नेमुखी आज श्राद्ध माथि पूजा गरियो। हिजो यताभित्रपट्टि चाहिँ यसो कुलको आराधना गर्ने गरियो। यता यज्ञ गरियो, यता रुद्री पढ्यो, एक लघु, हजुर, अनि चन्नी पढ्यो, नौआरती, हजुर, अनि वेद एकादशी पढ्यो। यता जति भागशाला सबै पाठ गरेर अब आज उद्यापन, आज दशांश हवनादि गरेर आज समापन गर्ने ढकाल बन्धु परिवारहरूको यो कुल पूजा कुल आराधना कर्म आज समापनको दिन। हवस् त, धन्यवाद गुरुजी। यहाँलाई धेरै धेरै धन्यवाद। यति मजाले प्रश्नै दिनुभयो, धन्यवाद छ। ल साथीहरू, अब हामी यतापट्टि लागौँ है। यता हाम्रो काका हुनुहुन्छ। यो घरको घरमुली मेरो भन्नुपर्दा चाहिँ कान्छो काका। काका नमस्कार। नमस्कार। के छ काका? अब आराम छ त हौ। मैला कहाँ थिइस् त? भर्खर आइस् त, बेलुका हराइस्, कता गइस्? होइन, म सुत्न गएको थिएँ काका। ल अहिले आइस्। ल यहाँ यसो राम्रो गर, सबै बन्धुहरूलाई पुर्याइदिए जानकारी। हाम्रो कुल पूजा यसरी हुँदैछ है भनिदेऊ। र हाम्रो प्रत्येक वर्ष चाहिँ आज यसपालि पनि हामी कुल पूजा गरेर अब अहिलेदेखि चाहिँ 3 वर्षमा गर्ने एउटा निर्णय गरेर एउटा 3 वर्ष। हवस्, बिजोडी वर्ष बिजोडी महिनामा गर्नुपर्ने कुरा हुँदाखेरि 3 वर्षको अब भरि सबैले सल्लाह गरेर अनि त्यसरी गर्ने गरिरहेका छौँ। र आज तेस्रो दिन, पहिलो दिन, दोस्रो दिन, तेस्रो दिनको आज समापनको कार्यक्रम गुरुले अगाडि बढाउँदै हुनुहुन्छ। म पूजा आजमा व्यस्त छु। हवस् त काका, धन्यवाद। अनि हजुरलाई कस्तो लाग्दैछ त आफ्नो घरमा कार्य गर्दाखेरि? एकदम राम्रो छ नि हौ। गौरव लाग्दैछ होइन? गौरव छ, गौरव। सबैकामा हामी बन्धुवर्गका दाजुभाइ सबै हाम्रो आफ्नै घरमा सम्झेर सबैले गर्नुपर्छ। आज मेरामा हुन्छ, भोलि तपाईँकामा हुन्छ, पर्सि अर्काकामा हुन्छ, त्यो सबै गर्नुपर्छ। एकदम राम्रो छ। अरू जे पूजा आज अरू नगरे पनि कुलको पितृको पूजा आज गरिरहनुपर्छ। देवताले दिए पनि पितृले हर्छन् हो। त्यसो भने आज नीतिले पूजा गरिरहनुपर्छ भन्दै अब यहाँ गणेश भगवान्लाई पूजा गर्न गइरहेको छु। ल हवस् त, धन्यवाद। ल हाम्रो भाइ पनि यहाँ झुलुक्क झुल्किनु भयो, अहिले देख्दैछु। हुन त म पनि भर्खरै आएको होइन, सुत्न गएको थिएँ माथि ठुलो काका भट्टी चुलो चलाउँछु। के छ भाइ खबर? लाइटर अब लाइटमा उता अस्ति नै काठमाडौँमा देखिरहेको थिएँ मैले मोबाइलमा कसिँदै गरेको। के छ, आरामै सन्चै हो? ल हवस् त, धन्यवाद।
ल यहाँ चाहिँ पाठ पारायण भइरहेको छ हेर्नु र जाडोले हात काम्दैछ मेरो चाहिँ है यता हाम्रो भतिजले चरु तयार गर्दै हुनुहुन्छ यता चाहिँ हाम्रो कुल पूजाभित्र भएको छ यो चाहिँ अब हामीले भिडियो गर्न मिल्दैन यता हाम्रो गुरुहरू आइपुग्नु भएको अवस्था छ स्वागत छ गुरुहरूलाई अवस्था राम्रो छ होइन एकदम अवस्था राम्रो छ यता हाम्रो हरि काका यता हाम्रो भवन दाजु यता हाम्रो भाइ छोरो दीपक ढकाल युट्युबमा हो हाम्रो अब हो यहाँ हाम्रो आजको लागि सब्जी तयार भइरहेको छ यहाँ हेर्नु होला यता दिदी उता हाम्रो नातिनीले लाज भएर चाहिँ अनुहार छोप्नु भएछ यता पर हाम्रो भतिज यता हाम्रो भाइ हजुर के छ आराम एकदम बिन्दास भाइ यता चाहिँ के हो यो साह्रै ठिकको रहेछ ए यहाँ घिउ पकाल्दै हुनुहुँदो रहेछ हाम्रो हरि भाइ हाम्रो के अरे नामै बिर्सेँ भाइ सुशील हाम्रो भाइ सुशील हेर्नु होला यता अर्को हाम्रो भाइ आयो बम बोले भन्दै यहाँ हेर्नु होला राजे भाइ अग्लिँदैछ काका छोडिदिनु न यता चाहिँ हाम्रो आलु पखाल्दै हुनुहुन्छ यो घरकी बुहारी यता हाम्रो बडामा बडामा नमस्कार बडामा नमस्कार के छ सन्चै आरामै हुनुहुन्छ सन्चै आरामै हुनुहुन्छ ल अब म भित्रतिर प्रवेश गर्दैछु ल यहाँ हाम्रो भान्जीले चिया पिउँदै हुनुहुन्छ नमस्कार यहाँ विद्यार्थीहरू हुनुहुन्छ हाम्रो आजको गुरुजी यता मेरो म बहिनी कमला अब म यहाँबाट भित्र जाँदैछु है यता मेरा बहिनीहरू यो घरका छोरीहरू म यो घरकी जेठी छोरी नमस्कार म यो घरको कान्छी छोरी कान्छी छोरी ल सुन्नु होला सबैजनाले चिन्नु पनि होला यो घरकी बुहारी म बुहारी ल यो हाम्रो किचन हेर्नु होला चिया बन्दैछ यहाँनिर यता भान्जीले चिया पिउँदैछन् म चाहिँ जाडोले काम्दैछु यहाँ हेर्नु है हात काम्दैछ चिया हैन तातो पानी ए तातो पानी अरे सरी यता गाई ग्वाली गाई मजाको रहेछ हेर्नु होला यता मुला छन् यी यता खोले फाँडो गर्ने ठाउँ हाम्रो शान्ति चोक जाने बाटो अब यहाँबाट यहाँको गाउँको दृश्य हामी हेर्दैछौँ हेर्नु होला यहाँ हाम्रो सुरेश काका आउँदै हुनुहुन्छ हाम्रो भाइ अटुवाल हिँडो अब यहाँबाट हेर्दै जानु होला यो यहाँको घर गाउँ यो सालबन्दी हो यो उँभो जाने रोड हो
नमस्कार नमस्कार चिने मैले चिने हजुरलाई पनि। अब यहाँबाट म भित्र फेरि पस्दैछु। जाडो छ, घाँटी खाटखाट भइरहेछ मेरो है। यहाँ सब्जी काट्दै हुनुहुन्छ सबैजना। मम क्या पुत्र मम के पुत्र मसै विस एकभौमी राजा समस्माकं ब्राह्मणानां राजा तद्रमङ्गलाभ्यां स्वाहा दादि महाकपतिः प्रतिभा हामी ढकाल बन्धुहरूको कुल पूजाको आज हो मोमादी। स्वामी प्रजागरिता पूर्ते संस्कृतेता मयञ्च अस्मि सदते अन्तरस्मिन् विषये आयतमानि सुरभद्रकाभ्यां स्वाहा तस्मते अते अतजो अरहति मदिहाति प्रथमजने पूजने जाय समसारित प्रदात संसा सुन्दरनन्दे चित्रं उपयामं वेदो सीते स्वते जगवेदो प्रिय स्वते स्वाहान्यै स्वाहा नात्वर्जिदोर संप्रमणा सुरतत्रमया सर्वं प्रदावति तेन समिन्द्रियं विमानमो सुक्रमन्त सेन्द्रसेन्द्रियं मयमदो सुत्रसिद्धाभ्यां स्वाहा नो देवी रविप्रयामो वन्दुकीर्तये संयोगसर्वन्तनासनुकाभ्यां स्वाहा सिद्धाभूतो निस्तब्धतः सदाभया दुष्टयामजाव संगणाभ्यां स्वाहा प्रणवन्नके समेपि सोमर्जं वेशवे समहद्रीयदायता के सवे स्वाहा माधुरारे त्रिगुणान्तकारी भविष्यति मार्कण्डेयवचेति तत्त्वतयदिधाम्ने तयोर्देवीम्ने कविराशितं घोडी बटारेको बटारे भन्छ दुखै काका नमस्कार। नमस्कार। के छ खबर? सन्चै आरामै हुनुहुन्छ? आज कहाँ आउनुभयो? के को लागि आउनुभयो? आज हाम्रो यहाँ कुल पूजा थियो अनि यो साधुटारमा आइरहेछौँ। नमस्कार। के छ खबर? अनि स्वास्थ्यमा सुधार हुँदैछ? स्वास्थ्यमा धेरै सुधार भयो र त यहाँ आउन सक्यो। समस्या चाहिँ के हो हजुरको? गाडी एक्सिडेन्ट हजुर गाडीको एक्सिडेन्ट हो ला हो केले आनु? बाइकले ए कहिलेको कुरो? यो 1 वर्ष भयो गएको अघिल्लो दशैँको टिकाको दिन। हस् त। काका नमस्कार। हाम्रो हरि न्युज सरकार काका नमस्कार। के छ खबर? ठिक छ। आज यहाँ कुल पूजामा आइरहेछौँ हामी। काशीनाथका सन्तान जोडिएका छैनौँ, आजदेखि चाहिँ हामी जोडिनलाई भनेर आइरहेछौँ। हस् धन्यवाद। हाम्रो ढकालहरूको कुल पूजा धुपपाती गर्न गएँ कि सिरानबाट ल्याउनु ल हजुर दुबईबाट ल्याउनु त्यो शङ्खाजी धोरा ल्याउँदै गयो
दिन्छु नगरेको चाहिँ दिँदैन भन्छ कुरोले नआउनेको चाहिँ केही पनि हुँदैन भन्छ आउने गर्नेको मात्रै फल दिन्छ सबै आएर गर्नुपर्छ हौ यो कुल देउले बन्धु बर्खा हाती बढेको भाग खोज्छ यो हाम्रो वृद्धिको साह्रै हेर्नुपर्छ डोरीको चाहिँ खाली राखेको थियो पोल्ट्रीको त मैले नजाने अहिले महानुभावहरू ज्येष्ठ माता पिता फुपू दिदीहरू दिदीबहिनीहरू भाइ भतिजहरू साइनअनुसार सम्पूर्णलाई पुनः एकपटक नमस्कार गरेर आज हामीले एउटा सानो आधार पुस्तिका विमोचन कार्यक्रम गर्न गइरहेका छौँ। त्यो कार्यक्रमका लागि एकजना प्रमुख अतिथि अध्यक्षता र सम्पूर्ण पुर्खाहरूबाट समेटिने गरी केही बन्धु महानुभावहरूलाई हामीले सामान्य आसन ग्रहण गर्दै एउटा औपचारिक रूपमै कार्यक्रम सञ्चालन गरौँ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न गइरहेका छौँ र यस गजाधर माधव ढकाल बन्धु परिवारका काशीनाथ हामी समितिको चाहिँ कुरा गर्नु पऱ्यो नि त त्यो अहिले समितिका अध्यक्ष श्री दुर्गाप्रसाद ढकालज्यूलाई आजको यस पुस्तक विमोचन कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। साथै त्यसै गजाधर माधव ढकाल बन्धु परिवारका सल्लाहकार समिति संयोजक दाइ श्री भवानी शङ्कर ढकालज्यूलाई आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। राधे राधे। त्यस्तै सल्लाहकार समिति ज्येष्ठ सदस्य श्री रघुनाथ ढकालज्यूलाई पनि आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। त्यस्तै हामीले आज प्रमुख अतिथिको रूपमा यो यो आफ्नो पदअनुसारको तलमाथि भए पनि यसलाई अन्यथा नलिदिनु होला। यस कार्यक्रममा हामीले आज यस कार्यक्रममा सञ्चालन अवधिभर हाम्रो आचार्यत्व गरिरहनु हुने आचार्य गुरु श्री अनन्त नेपालज्यूलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरी हाम्रो यस कार्यक्रममा पाल्नुभएका ज्येष्ठ माता पिताहरू जो यहाँ बाहिर बस्न सक्नुहुन्छ उहाँहरूलाई पनि सम्मान साथ उपस्थिति भइदिनु हुन यथास्थानमा उपस्थित हुन अनुरोध गर्दछु। गजाधर काशीनाथ माधव ढकाल बन्धु परिवारका 3 भाइ सदस्य त्रयमा ज्येष्ठ सन्तान त्यसरी बेला गजाधरका सन्तानबाट समेटिने गरी एकजना हुनुहुन्छ श्री भोलानाथ ढकालज्यूलाई आसन ग्रहण गरिदिनु समावेश जनाइदिनु हुन श्री देवी प्रसाद ढकालज्यू सुरेश ढकाल त्यसै गरी ऋषेश्वर ढकाल त्यसै गरी कृष्ण प्रसाद ढकालज्यूलाई पनि आसन ग्रहण गर्दछु। त्यस्तै त्यसरी बल्लभका कान्छा सन्तान माधवको तर्फबाट उपस्थित सम्पूर्ण विशेष गरी भन्नुपर्दा श्री ज्ञाननाथ ढकाल आसन ग्रहण गरिदिनु
पौडेलज्यूलाई पनि आसन ग्रहण गरिदिनु गर्दछु र सम्पूर्ण उपस्थित फुपूहरू सबैजना साथै निकट बस्नेमाकी फुपूलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु जोरदार तालीद्वारा सम्मान गरिदिनु होला गुजाधर काशीनाथ माधव ढकाल बन्धु परिवारका उपस्थित सम्पूर्ण सदस्यहरूलाई पनि एकछिन यस हाम्रो कार्यक्रमको समितिमा आएर बसिदिनु हुन हार्दिक अनुरोध गर्दछु पुर्खा हाम्रा पितृहरूलाई यस महान कार्यमा सम्झिरहे तापनि कुनै पटक हामी स्मरण गर्न चाहन्छौँ सम्पूर्णले स्थानमा उभिएर एकपटक हाम्रा श्रद्धा सुमन अर्पणको लागि 1 मिनट तीनपल्ट ओमकारको धुरीद्वारा तीनपल्ट ओमकारको ढुङ्गारा आफ्नो लाई केही हाम्रो स्वागत मन्तव्य राखिदिनु हुन हाम्रा यस गोदाधर माधव कार्य समिति सल्लाहकार संयोजक समितिका सदस्य श्री भवानी शङ्कर ढकालज्यूलाई स्वागत मन्तव्य राखिदिनु हुन अनुरोध गर्दछु मेरो नमस्कार प्रणाम यहाँहरूलाई मेरो साइनो सम्बन्ध अनुसार चाहिँ माताजीहरू पिताजीहरू हाम्रा चाहिँ कुटुम्ब फुपाजु फुपूहरू र भान्जा भान्जी भाइ बुहारी सबैमा मेरो सादर नमस्कार छ मेरो साइनो अनुसारका चाहिँ ज्येष्ठ मातापिताहरूलाई प्रणाम छ साष्टाङ्ग दण्डवत छ र भाइ बहिना भान्जा भान्जी सबैमा मेरो न्यानो माया न्यानो अभिवादन छ धन्यवाद म चाहिँ यस माधव परिवार अन्तर्गतको पनातीमा पर्दो रहेछु गजाधर र काशीनाथ माधव परिवारको पनातीमा पर्दो रहेछु जस्तै हामीहरूले चाहिँ अहिले यो जुन हामीहरूले तयार गरिराखेको आधार पुस्तिका विमोचनको लागि तयार गरिएको चाहिँ हामी 3टा बुढाको परिवार अन्तर्गत पर्न जान्छ गजाधर र काशीनाथ माधवको अन्तर्गत पर्न जान्छ यो परिवार अन्तर्गत हामी जे जति उपस्थित छौँ सबैजनालाई म चाहिँ यहाँहरूप्रति आभारी छु र यहाँहरूप्रति स्वागत गर्न चाहन्छु र विशेष गरेर हामीले कुनै पनि कार्यक्रम गर्नुपर्दाखेरि औपचारिक कार्यक्रम गर्नुपर्दाखेरि कुनै कार्यक्रमको लागि चाहिँ एउटा सभा अध्यक्षको आवश्यकता पर्न गएको हुँदाखेरि हाम्रा चाहिँ यो संस्थाका अध्यक्ष श्री यो उसमा आसन ग्रहण गरिरहनुभएका दुर्गा प्रसाद ढकालज्यू जस्तै हाम्रा प्रमुख अतिथि हाम्रा आचार्य गुरु अनन्त नेपालज्यू र सबै यहाँ उपस्थित सबैमा पनि मेरो हार्दिक स्वागत छ जस्तै हामी अहिले यो स्वागत कुलमा भनेको अहिले 16औं पुस्तामा को दौरानमा दौडिरहेका रहेछौँ र 16औं पुस्ताको दौरानमा दौडिरहने भनेको यहाँ चाहिँ योगेन्द्र हामी सबैको नाति उहाँहरू हाम्रो मेरा काका बाबुहरूको पनाती 16औं पुस्ताको दौरानमा दौडिरहने चाहिँ योगेन्द्र हाम्रो गुरु नै मानेर हामीले यहाँ चाहिँ पठन पाठनमा समावेश गराएका थियौँ त्यो चाहिँ 16औं पुस्ताको दौरानमा दौडिराखेको हामीहरूले महसुस गरेका छौँ र हामी कोही 13औंमा कोही 12औंमा कोही 16औंमा पनि रहेछौँ किन जनातीसम्म भएपछि त्यस्तो दौरानमा रहेछौँ त्यसको
एउटा हामीहरूले सम्झना स्वरूप हामी जहाँ केसरी बल्लभबाट छुटेर आयौँ केसरी बल्लभमा आज पनि सपिन्ने जोड्न पुग्ने एउटा हजुरबा हुनुहुन्छ। हामी टाढा छौँ, हामी काहीँ न काहीँ चाहिँ अन्तर भइसकेका छौँ, हाम्रो जुटपिन नै छुटिसकेको छ, हामीहरूले तर्पणै छुट्याइसकेका छौँ, होइन सपिन्ने नि छुट्याएको छैन, कहाँबाट तर्पिन्छ, कसरी छुट्छ? हाम्रो जुठै त्यतापट्टि लाग्दैन, कारण त्यो खुङ्गाबाट आउने जुठो हामीले बार्नु पर्दैन, चारखोलाबाट आउनेको जुठो चाहिँ हामीले बार्नु पर्दैन भन्ने मानसिकता बोक्यौँ भने हाम्रो दाजुभाइको चाहिँ एकता र हाम्रो सम्बन्धता कायम हुन गाह्रो हुन्छ कि जस्तो मैले चाहिँ महसुस गरेको छु। किनभने एउटै जहाँमाथि केसरी बल्लभमा सपिन्नीको खिरको डल्लो लगेर जोड्ने हजुरबा अझै बाँचेका हुनुहुन्छ। उहाँ काकाहरूको पनि काका हुनुहुन्छ भनेको उहाँको सपिन्नी चाहिँ केसरी बल्लभमा पुग्छ भने हामी धेरै टाढा भएका होइनौँ। हामी भनेको चाहिँ अब नातिहरू एक ठाउँ एउटा सूत्रमा उनेर एउटा माला जस्तो बनाएर सुन्दरता देखाउँ भन्ने खालको मेरो चाहिँ भावना योभन्दा 10औं वर्षभन्दा अगाडिदेखि बढिरहेको हो। मैले जुन बेला यो इतिहास खोजौँ भनेर लागिरहँदाखेरि हामी चाहिँ हरिसकेमाथि जान सक्छौँ, सकेनौँ भने पनि यो 3टा बुढाको परिवार चाहिँ एक ठाउँ एउटा सूत्रमा बाँध्यौँ है भन्ने खालको सोच सकेर म अघि बढेको थिएँ। म जाँदै गर्दा गन्तव्यमा पुग्ने अवस्थाबाट अलिकति म चाहिँ एक खुड्किलो तल झरेँ। किन झरेँ भने मलाई योभन्दा 3 वर्ष अगाडि भनौँ 79 सालको 80 सालको वैशाख 30 गते मलाई एक्सिडेन्ट भयो। जुन बेला म एउटा दोसाँधमा थिएँ, माथि जाने कि तलै ओर्लिने, त्यतिखेर केही पिताजीहरू गएर हस्पिटलको बेडमा आँसु पनि झार्नुभयो। मलाई नराम्रो फिलिङ पनि भयो, नराम्रो महसुस पनि भयो। तर म मर्दिनँ है, मेरो पनि भाग्य हो, यहाँहरूको पनि एउटा मलाई देख्ने सौभाग्य हो। बाँचेर आजसम्म हिँड्दैछु, डोल्दैछु, अहिले त कन्देरी जवानी छु, गरिखान सक्ने भएको छु भन्दै मेरा भनाइहरूलाई टुङ्ग्याउँदैछु। हामीहरू चाहिँ अब सानो एउटा आधार पुस्तिकालाई विमोचन गर्न लागि राखेका छौँ। यसलाई भनेको हाम्रो यतिमै टुङ्ग्यो भन्ने होइन, हाम्रो कुल वंश भनेको कुलानन्द भट्टबाट हामीले जोडेर ल्याउन सक्नुपर्छ। कुलानन्द भट्ट भनेको धेरै टाढा छन्, 31औं पुस्तामा छन् कुलानन्द भट्ट भनेको। त्यो कुलानन्द भट्टबाट हामीहरूले चाहिँ वंशावली जोडेर ल्याउन हामीहरूलाई जरुरी छ, अनि मात्रै ढकालको इतिहास बन्छ। जब त्यहाँसम्म पुगेनौँ हामी तल्लो खुड्किलो आयो जयपति वंश। जयपति वंशबाट चाहिँ तल आउँदा पनि हामी अहिले 3 भाइको परिवार झापा, मोरङ, सुनसरी र दिक्तेल, खुटाङ, 5 थप ताप्लेजुङमा हामी रनिङ गरिराखेका छौँ। त्यो भनेको चाहिँ चामुनारायण, रामला र बृहस्पति 3 भाइ। यदि 3 भाइको मात्रै जोड्न सक्यौँ भने पनि हाम्रो एउटा सफलता हो। त्यो 3 भाइको चाहिँ आउँदो हामी रनिङ गरिराखेका छौँ, त्यसको खोज तलास पनि भइराखेको छ। र हामी बिचमा पनि रामलालको पनि के थियो, के हामीले इतिहास सुन्नमा पाएका थियौँ भने श्रीमतीजी 2टा हुन्, तर छोरो चाहिँ एउटा केसरी बल्लभ मात्रै हुन्। पछि चाहिँ 65 वर्षको हुँदा विवाह गरेर छोरो चाहिँ एउटा, छोरी एउटी भन्ने खालको इतिहास सुनेका थियौँ, तर त्यो होइन रहेछ। जेठीपट्टि 2टा छोरी र एउटा छोरो पनि आएको। चन्द्रप्रसाद चामु भनेर उहाँलाई चिनिँदो रहेछ, उहाँका छोरा 2 भाइ रहेछ। त्यहाँसम्म पुग्यो। त्यहाँबाट एउटा चाहिँ त्यो आउँदाखेरि हरिकृष्ण भन्नेको चाहिँ हामीले यो किताबमा समावेश गर्न चाहिँ सकेका छैनौँ। चन्द्रप्रसाद चामुका छोरा चाहिँ हरिकृष्ण भन्ने चाहिँ हामीहरूले भेट्यौँ, त्यो चाहिँ मौसा भेटेका छौँ, तर यो किताबमा समावेश गर्न सकेनौँ किन हाम्रो अलिकति समयले उसले पनि साथ दिएन। त्यसले गर्दा यो आजको कार्यक्रममा विमोचन गर्ने भन्ने खालको सोच बनाएर हामी लाग्यौँ, तर हामीहरूले दोस्रो संस्करणमा त्यो जोड्ने नै पक्षमा छौँ। अनि अर्का चाहिँ हरिकृष्णका भाइ योगानन्द भन्ने रहेछ नि, योगानन्दको चाहिँ वंश कहाँ छ त भन्ने त्यो चाहिँ हरिकृष्णको उसलाई पनि ख्याल भएन, किनभने पिताजी बेलैमा गएका रहेछन्। अब बालक मावल लगेर माइत लगेर चाहिँ त्यो जिजु आमाले गएको रहेछ। होइन म छोटाउँदैछु।
हुर्काएको रहेछ। त्यसले गर्दाखेरि त्यो अर्को सन्तान कहाँ छ भन्ने कुरा अहिले खोजी गर्दाखेरि एकजना अब म दाई भन्थेँ, उहाँ पनि दाई नै भन्थ्यो काकाले। यहाँ प्रेम सर भनेर चिन्थ्यौँ हामी बुधबारेमा। उहाँले हामीसँग जिद्दी गरिरहनु भएको थियो, म मानिरहेको थिइनँ। हामी चामुको सन्तान भन्दा चामुको सन्तान उतै जानुहोस् तपाईँहरू, चामुको सन्तान भने उतै जानुहोस्, जेठो सन्तान भयो त चामु हो, माइलो रामलाल हो भन्दा हो र चामुले माइलाकै सन्तान हो। किनभने चन्द्रप्रसाद चामुनी भनेर बडाउको नाउँसँग जोड दिएको रहेछ नि, चन्द्रप्रसाद चामु। हाम्रा बाबुहरू नै भन्नुहुन्थ्यो चामुको सन्तान हो हामी भन्नुहुन्थ्यो, तर त्यो चाहिँ जेठीपट्टिको रहेछन् के, चन्द्रप्रसाद चामु भनेको जेठीपट्टिको रहेछन्। त्यसरी हामी चाहिँ विभाजन हुँदै 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 आयो। जस्तै एउटा चाहिँ एक्जाम्पल, अब अहिले 4 भाइ हुनुहुन्छ, एउटा भाइ 3 जना काकाहरू हुनुहुन्छ। चारखोलापट्टि गएर काशीनाथ बस्नुभयो, काशीनाथ बेलैमा जानुभयो, काशीनाथका छोरा 1 भाइ हुनुहुन्थ्यो। अनि अब 1 भाइका छोरा चाहिँ 6 भाइ हुनुभयो। त्यो हामीलाई याद थियो र थिएन नि। अब हाम्रा हजुरबाहरूको पालासम्म त झुठो बारबार थियो होला, बडाउ मऱ्यो अरे, दाजु मऱ्यो अरे, काका मऱ्यो अरे भन्ने सूचना हुन्थ्यो होला। तर हाम्रो पालो आइसकेपछि त्यो सूचना बन्द भएको थियो। तर अहिले आएर हामी के रहेछौँ भन्दाखेरि हामी त 13 दिनभित्र गर्छौँ, 10 दिन होइन नि, फेरि हामी 13 दिनभित्र गर्छौँ। किन गजाधर, काशीनाथ र माधव भनेको 13 दिनभित्र रहेछौँ हामी, त्यसरी रहेछौँ। अहिले हामी चाहिँ यही सिलसिलामा हामी जोडिन सकेका छौँ, जोडिन पुगेका छौँ। र यसलाई भनेको एउटा सूत्रमा एकबद्धता गर्नलाई प्रतिबद्धता गरौँ। हामी एकै सूत्रमा एकबद्धता गर्न प्रतिबद्धता गरौँ। यहाँहरू काकाहरू 3 जना हुनुहुन्छ, भाइ 1 जना। यहाँहरूको पहल कदमी होस्। मैले त जहाँसम्म पहल कदमी गरेको त्यसमा साथ दिने अब भाइ वा काका सबै लाग्नु भएको, तर पनि किन सफल भइएन भन्ने कुरा चाहिँ भित्र चाहिँ अन्तरात्मामा चिसो लागिरहेको छ। कता कता के लाग्छ भने हामीहरूले त गोडदुप गरेकै छैन, गोडदुप भनेको क्या हो भन्ने कुनै काका बाबुहरू भेटेको छु, हाम्रो कुनै छैन भन्ने काका बाबुहरू भेटेको छु। जति पनि आर्यनमा हाम्रो जन्म भइसकेपछि मस्ट हुन्छ, तर कति मस्ट हो। अहिले हाम्रो अलिकति कुललाई खेलाउने हाम्रो भतिज अब यहाँ भाइ छ। हाम्रो आर्यन जति पनि छौँ हामी उत्तरी सभ्यता भएका मान्छे हौँ। आर्यन जति पनि छौँ उत्तरी सभ्यता भएका, तर आर्यनकै क्याटेगोरीमा चाहिँ फेसमा देखिएको मुस्लिम सभ्यता छ नि, समुद्री सभ्यता हो। त्यो समुद्री सभ्यतामा पर्छ र उत्तरी सभ्यतामा, हिमाली सभ्यतामा पर्छ। किनभने कुलानन्द भट्ट पनि हामी हिमाली सभ्यताका भनेर चाइनाको खासामा गएर पनि बसोबास गरेको इतिहास पाइयो। पछि गएर सन्तान उत्पादन भएको रहेछ गोर्खामा। गोर्खामा सन्तान उत्पादन भएर पछि गएर आएको मूल्यमै चाहिँ स्थायित्व गरेर बसे। तर त्यो जुन एउटा भएको सन्तानको चाहिँ अब 3टा सन्तान भन्ने इतिहास खोजेका छन् त्यसैले। त्यो 3टा सन्तान चाहिँ दरबारको पूज्यमान आचार्य गुरु भएर बसेका गोर्खामा, जहाँ चाहिँ आसाम जिल्ला एउटा चाहिँ पश्चिम पुरातनी दिपायलमा राजधानी दिपायलमा एउटा राज्य र चाहिँ अब जस्तै खालको काठमाडौँ भनेको त पछि भएको। यो हाम्रो के अरे धनुष है, सिन्धुलीमा एउटा चाहिँ छुट्टै राज्य रहेछ। त्यहाँको एउटा पुजारी भएको छ, इतिहासमा खोजेका छन्, तर हामी त्यहाँ पुगेका छैनौँ। र त्यो इतिहास खोज्न हामी सबै लाग्यौँ भने त्यो एउटा सूत्रमा बाँध्न सफल भयौँ भने हाम्रो नाता सम्बन्ध सबै कायम भएर जान्छ। ढकाल वंशको हामी भनेको शिवजीको एउटा वंश। उहाँ विगत लामो वर्षदेखि वंशावली, केन्द्रीय वंशावली सङ्कलनमा पनि महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएको थियो भने बन्धु परिवारभित्र गरिने कार्य, सामूहिक कार्यमा अग्रज भूमिका निभाउँदै आउनुभएको छ। उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र आजको हाम्रो यस कार्यक्रमको विशेष क्षणमा प्रवेश गर्दैछौँ। आदरणीय गुरुलाई र यस कार्यक्रमका प्रमुख आचार्यत्व ग्रहण गर्नुहुने आचार्य गुरु श्री अनन्त नेपालजीलाई आसन ग्रहण गरिदिनु अनुरोध गर्दै सँगसँगै म यस हाम्रो ढकाल
ममसाले पुस्तक विमोचनको ब्यानर पढेर उद्घाटन गरिदिनु अनुरोध गर्दछु। उहाँले तान्नु त्यो तान्दिनु उहाँले उहाँले नि तान्दिनु उहाँले आफै तान्नुहुन्छ। ताली पड्काएर माथिबाट तपाईँले पढेर सुनाइदिनु सुन्ने गरी उच्च स्वरमा पढिदिनु। फोटो खिच्दा भइहाल्छ नि, किन भिडियो? बन्धु परिवार मूल कार्य समिति धन्यवाद। सम्पूर्ण ताल उभिदिनु हामी तपाईँ त्यो छोडेर यता उभिदिनु न यो सभाको सभापति होइन भइसकेको छ उभिरहेको छ। श्री भवानी शङ्कर ढकालज्यू, श्री भोलानाथ ढकालज्यू, हाम्रो पटक भाइहरू इन्टरनेसनल स्वस्ति वाचन पनि गरिदिनु होला। यही हुन्छ विमोचन गर्ने नै उगार्ने होइन। त्यति हो। अगाडि पछाडि पार्नु कसरी गर्छ र बन्द थोरै स्वस्ति वाचन गर्छ। ओम स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नः तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु द्यौः शान्तिरन्तरिक्षं शान्ति पृथिवी शान्तिरापः शान्तिरोगदयः शान्ति वनस्पतयः शान्तिर्विश्वे देव शान्ति ब्रह्मा शान्ति सर्वं शान्ति शान्तिरेव शान्ति सामा शान्ति नदी ओम शान्ति। यही बिचमा जोडे हामीले करिब करिब 1 दशकभन्दा पनि लामो समयलाई चाहिँ खर्च गरेर जोडेको सम्पत्ति हो यो। हामीले यहाँहरूलाई अवगत गराउन मैले चाहेँ 1 दशकभन्दा पनि बढी लगानी गरेर जोडेको सम्पत्ति हो हाम्रो। यतिमै हामीहरूले पूर्णता पायौँ भन्ने खालको सोच हामी कसैले पनि नबनाऊ। पूर्णता दिन हामीहरूको बाँकी छ। हामीहरूले सकिनौँ भने हाम्रा छोराले हाम्रा नातिले पनि यसलाई पूर्णता दिनुपर्छ भन्ने मान्यता सबैले बोक्नु र यसलाई पूर्णता दिने गन्तव्यतिर हामी दौडधुप पनि गरौँ। किनभने यतिमै हामी चित्त बुझाएर बस्ने अवस्था छैन। किनभने माथि गएर चाहिँ हाम्रा केशरी बल्लभका श्रीमतीको नाउँ के थियो, रामलालकी श्रीमतीको नाउँ के थियो, हामीले यहाँ समावेश गर्न सकेका छैनौँ होला। र तल आएर पनि हाम्रा कतिपय बुहारीहरू नै छुट्या होलान्, हाम्रा भाउजूहरू छुट्या होलान्, साथीहरू छुट्या होलान्, कति छोरीहरू छुट्या होलान्। अब यो एउटा पहिलो संस्करणको चाहिँ विमोचन गर्दैछौँ, त्यो हाम्रो सम्पत्ति हो। र हामीहरूले दोस्रो संस्करणलाई तत्कालीन वर्षौँ 2 वर्षभित्रमा पनि दोस्रो संस्करणलाई यसै गरी विमोचन गर्ने चाहिँ प्रतिबद्धता हामीहरूले जनाउँ। र हामी जति पनि यहाँ उपस्थित छौँ हामीहरूले सबै हाम्रा बन्धुहरूका यो कानमा चाहिँ यो सन्देश पुर्याउँ। हाम्रो चाहिँ यो मेमोरीमा हामीहरूले जोइन गरेर राखौँ भन्ने यहाँहरू सबै चाहिँ हाम्रा पिताजीहरू, हाम्रा दाजुहरू, हाम्रा भाइहरू सबैमा मेरो विनम्र अनुरोध, मेरो नमस्कार। धन्यवाद। धर्मले नै जोड्छ, धर्म छैन भने बन्दी जोडिँदैन। अब आऊ भनौँ उसका पेटमा सबै छैन त्यसो हुँदाखेरि हामीले जे जति दुःख गरेको दुःखलाई हामीसँग छँदैछ, जे गर्नु यति गर्नलाई कति गर्नुपर्छ भन्ने कुरा आउँछ भने हेर्दा आफै अनुभव गरिदिनु। कति बेला कहाँ पनि कसलाई सोध्ने, के गर्ने, कसो गर्ने, के गर्ने। हामी गजाधर चाहिँ हाम्रा खुङ्गामै हुनुहुँदो रहेछ। गजाधरको सन्तान हो त्यो माइलो, यति यहाँ आइरहेछ आज हाम्रो जेठो आगो है, जेठो पुस्ता। अब काशीनाथका सन्तान हाम्रा काशीनाथ, मेरा माइलो बाबुका सन्तान त्यहाँ पातलमा छैनौँ, मेरा परिवारका सन्तान भन्नुहुन्छ हाम्रो बाले बा हुन्जेल चाहिँ 25 सालसम्म हाम्रो बाबुले जुठो मारेको मलाई पनि थाहा छ। परबाट मरेछन्, तँ मरेछ, ऊ मरेछ, मेरो दाजु मरेछ, मेरो भाइ मरे, के भन्यो 25 सालसम्म चाहिँ
मेरो चाहिँ हजुरआमा यस्तै भनेर 25 सालसम्म जुठो बारेको मेरो बढाइमा जानुपर्छ 25 सालसम्म जुठो बारेको चाहिँ अलिअलि हामीलाई थाहा छ त्यहाँबाट एउटा ढाकाले बाँधेको चिठी हाम्रो बाबुबाट पुग्यो कसले लगिदिन्छु के छु अब हामी त सानै छु तर यो के हो कहाँ हो के हो बा भन्दा प्याङ पातल नि हौ पर इलामदेखि यसो पारिपट्टि छ भन्नु ल के हो के प्याङ पातल नि के हो कता हो कता तर काशीनाथ पनि मुलगढदेखि यसो माथि खायलमा बस्नु भएको रहेछ यहाँबाट बिहे गर्नुभएछ यता इलामतिरै ससुरालीगाउँमा सत्य आउनुभएको छ हाम्रा काशीनाथ बाला चाहिँ हजुरआमाले ल्याएको रहेछ किन यतै बिहे गर्नुभयो ए बुढा यो हुनुलाई यो छोडिदियो लिम्बू गाउँ जाउँ यतै भन्यो उहाँ त उहाँ पनि लिम्बू गाउँ गाउँ त यहाँ पनि लिम्बू गाउँ नै रहेछ जस्तो खबर आएको थियो त्यस्तै त हुन्छ नि त्यहाँ पनि लिम्बू गाउँमै आउनुभयो त तर भैँसी पाल्ने ठाउँ हेर्नुभयो हामीहरूका केसरी बजार विवाद जाँदा पनि भैँसी पाल्ने ठाउँ आलेमा गएर बस्नुभएको मन्त्रीको गाउँ हो नि त लिम्बू भयो पनि आलेमा गएर बस्नुभएको भैँसी पाल्ने ठाउँ त्यहाँदेखि कोही थिएन अरे अहिले त सबै आले त माछामा छ उँभो गरेकै गर्छन् त्यस्तो हामी चाहिँ खालि गोठ पाल्ने ढकाललाई शङ्करजीले रक्षा गर्छन् त्यही अनुसार अनि काशीनाथ कहाँ भयो कुनका छोरा परमानन्द तिनका छोरा त्यहाँ छन् हो त्यही भनेर